आजको यस भिडियोमा हामी नायब सुब्बाको सिलेबससँगै नासुको सिलेबस अथवा पाठ्यक्रम डिस्कसन गर्न गइरहेको छ। त तपाईँहरू यदि नयाँ हुनुहुन्छ च्यानललाई सब्सक्राइब गर्नु च्यानललाई। त नासुको सिलेबस यसमा दुईवटा स्टेज हुन्छन् साथीहरू, फर्स्ट स्टेज एन्ड सेकेन्ड स्टेज। जसमा फर्स्ट स्टेजमा जिकेको र आइक्यू हुन्छ, सेकेन्डमा के लिखितको हुन्छ, रिटेन पेपरको। त अब तपाईँहरू हेर्नुहोस् है, त यहाँ सब थोक लेखेको छ। अपराधिकतर्फ न्यायपूर्व र राष्ट्र प्रशासन लेखाप्रेस र संसद सेवा राजपत्र अनिकित प्रथम श्रेणी है। त यसमा दुईवटा स्टेज, फर्स्ट स्टेज एन्ड सेकेन्ड स्टेज हुन्छ। जसमध्ये फर्स्ट स्टेजमा सामान्य ज्ञान र सामान्य बुद्धि कुरा छन्, मतलब जिके र आइक्यूको प्रश्नहरू हुन्छन्। जसमा फुल मार्क्स कतिको छन् भने 100 को र पास मार्क्स 45 को। जसमा वस्तुकल भनेको जिकेको टिक लाउने 4वटा अप्सन हुन्छ दिएको, तपाईँहरू एउटामा टिक लाउनु पर्ने हुन्छ है। त फर्स्ट स्टेज र सेकेन्ड स्टेजमा के छ भने समसामयिक अध्ययन सार्वजनिक सेवा व्यवस्थापन। यसमा विषयवस्तु दिएको हुन्छ, त्यो विषयवस्तु तपाईँहरू पढेर लिखितको इक्जाम दिनुपर्छ। जसमा फुल मार्क्स 100 हुन्छ र पास मार्क्स 40 हुन्छ है। त विषयवस्तु अन्तर्गत र थर्ड पेपर के सेवा समूह सम्बन्धी, तपाईँ कुन सेवा, परराष्ट्रमा जानुहुन्छ कि प्रशासनमा कि न्यायमा कि अझै अर्को केहीमा लेखामा जानुहुन्छ, केमा जानुहुन्छ, त्यो अन्तर्गतको तपाईँहरूलाई पढ्नुपर्ने हुन्छ। यसमा पनि फुल मार्क्स 40, पास मार्क्स यसरी फुल मार्क्स 100 हो, पास मार्क्स 40 हो। त अब यो फर्स्ट स्टेजमा के छ भने सामान्य ज्ञान जिके र आइक्यू, जसमध्ये जिकेको 30वटा प्रश्न आउँछ 2 मार्क्स अन्तर्गतको, 30 दुना 60 मार्क्सको आउँछ। र त्यसै गरी 20वटा प्रश्न आइक्यूको आउँछ 20 दुना 40, 2 मार्क्स अन्तर्गत एक प्रश्न हुन्छ। जसमा 60 र 40 गरी 100 मार्क्सको जम्मा क्वेसन आउँछ है। त साथीहरू यसमा अब कम्प्युटरको पनि हुन्छ, कम्प्युटरको प्र्याक्टिकल कम्प्युटरको सिपमा है। त यसमा तपाईँहरू उमेरको हद सुन्नुभयो 18 वर्ष पुरा हुनु पर्यो है। त 18। यसको फर्स्ट पेपरको मार्क्स सेकेन्ड पेपरमा जोडिँदैन साथीहरू, सेकेन्ड पेपर र थर्ड पेपरको मार्क्स मात्र जोडिन्छ है। त र यसको विषयवस्तु सिलेबसतर्फ जब पाठ्यक्रमतर्फ जब भने सबभन्दा पहिला सामान्य ज्ञान अन्तर्गतमा के छन् 1.1मा ब्रह्माण्ड सम्बन्धी जानकारी। यसभित्र के छन् भने सौर्यमण्डल, सूर्य ग्रह, उपग्रह, शिशु ग्रह, उल्का, धूमकेतु, ताराहरू। त्यसै गरी पृथ्वीको परिचय, उत्पत्ति र गति स्पिड, विश्वको भूगोल, महादेश, महासागर, ध्रुव, अक्षांश, देशान्तर यी जस्ता कुराहरू पर्छन्। यसमा नेपालको भूगोल छ, विश्वको इतिहास, नेपालको सामाजिक एवं सांस्कृतिक अवस्था, नेपालको आर्थिक अवस्था, विज्ञान प्रविधि र स्वास्थ्य, पारिस्थितिक पद्धति र वातावरण, अन्तर्राष्ट्रिय सम्बन्ध तथा सङ्घ संस्था। राष्ट्र अन्तर्राष्ट्रिय महत्त्वका राजनीति, यो भनेको समसामयिकको प्रश्न प्राय गरी कहाँदेखि आउँछ, विगत इक्जाम हुनुभन्दा अगाडिको 3 महिना अगाडिसम्मको समसामयिक कुराहरू यसमा इन्भल्भ गरिन्छ, समसामयिक र करेन्ट अफेयर है। त त्यसै गरी आइक्यूको कुन छ भने शाब्दिक तार्किक परिचय, सन्दर्भ बोध, शब्द ज्ञान, अनुक्रमण यीहरू छन्, कोडिङ डिकोडिङ, मात्रात्मक सङ्ख्यात्मक वा अङ्क सम्बन्धी। त्यसै गरी अशाब्दिक तार्किक परीक्षण, यसमा एकाइ कुन एकाइबाट कतिको प्रश्न सोधिन्छ भने 1.1 को एउटा प्रश्न, 1.2बाट 2वटा, 1.3मा 4, 1.4मा एउटा प्रश्न, 1.5मा 2वटा, 1.6मा 4वटा, 1.7मा 3, 1.8मा 3, 1.9मा पनि 3, 1.10मा 2, 1.11मा 5वटा, 2.1मा 6वटा, 2.2मा 8वटा, 2.3मा 6वटा। सबभन्दा बढी प्रश्न सोधेको भने 1.11मा के छन् भने राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका राजनीतिभित्र यो सब मोस्ट इम्पोर्टेन्ट, खेलकुदको बाटोमा पुस्तकबाट दिशा र दूरी, तार्किक विश्लेषण यी कुराहरू आउँछ सबभन्दा इम्पोर्टेन्ट। यसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका राजनीतिक, सामाजिक, आर्थिक, वैज्ञानिक, सांस्कृतिक, खेलकुद, पुस्तक, पुरस्कार, कला साहित्य जस्ता कुराहरूको समसामयिक गतिविधिहरूको बारेमा प्रश्नहरू आउँछ। सबभन्दा बढी क्वेसन जिकेको 1.11बाट। त्यसै गरी आइक्यूको 2.28वटा प्रश्न सोधिन्छ, जसमा 16 मार्क्स लेभल 1 र लेभल 2 गरी 2 किसिमका प्रश्नहरू सोधिन्छ। यसमा जम्मा कतिवटा भने
लेभल 1 का प्रश्नहरू 18वटा र लेभल 2 को प्रश्नहरू 12वटा। अब फर इङ्ग्लिसमा पनि यहाँ दिएको छ सिलेबस। कसैलाई गाह्रो हुन्छ भने इङ्ग्लिसमा हेर्न पनि सकिन्छ। के छ जेनरल नलेजको जेनरल इन्फर्मेसन एबाउट द युनिभर्स, ब्रह्माण्ड सम्बन्धी जानकारी त। जियोग्राफी अफ वर्ल्ड, विश्वको भूगोल, जियोग्राफी अफ नेपाल, नेपालको भूगोल, हिस्टोरी अफ द वर्ल्ड, विश्वको इतिहास, नेपालको इतिहास, हिस्टोरी अफ नेपाल, सोसियल एन्ड कल्चरल एस्पेक्ट अफ नेपाल, यी कुराहरू छन्। सेम छ इङ्ग्लिसमा दिएको छ यहाँ हेर्दा। र एउटा मोडल क्वेसन पनि हेर्नु, लेभल 1 को मोडल क्वेसन खालि कस्तो हुन्छ यहाँ हेर्नुहोस्। 1 नम्बर 2 नम्बर, लेभल 2 को प्रश्न 3 नम्बर 4 नम्बर गर्दै हेर्दै गर्नुहोस् है त। यति हो। तपाईँहरूले यो सप्ताह पास फर्स्ट पेपर पास भएपछि फर्स्ट पेपर मात्र 45 ल्याए तपाईँहरू पास हुनुहुन्छ। र यसमा उमेरको हद के छैन भने 18 वर्ष पुरा हुनु पर्यो। तपाईँ 12 पास हुनु पर्यो। तपाईँको क्वालिफिकेसन कम्तीमा 12 पास हुनु पर्यो। र कुनै पनि विषयवस्तु पढेका विद्यार्थीहरूले यो नासुको भ्याकेन्सी भर्न सकिन्छ। तर तपाईँहरूलाई सबभन्दा मोस्ट इम्पोर्टेन्ट के छ भने लेखा न्याय सम्बन्धीमा +2 लबाट हुनु पर्यो है त साथीहरू। +2 ल। तपाईँहरू प्रशासनमा जानु कुनै पनि फ्याकल्टी भए पनि पुग्छ है त। यति हो है त साथीहरू। हस् त धन्यवाद। तपाईँहरू पढ्दै गर्नु, हेर्दै गर्नु सिलेबस हेरे बापत कुन टपिकबाट कतिको प्रश्न सोधिन्छ यति कुरा तपाईँहरू बढी फोकस गर्नु है त। थ्याङ्क यू।